नमस्कार आदरणीय दर्शकवृन्दहरू। आज म तपाईहरुलाई योगिनी दशा कसरी गणना गर्ने भन्ने विषयमा जानकारी दिन गइराखेको छु। त्यसको लागि सबभन्दा पहिला हामीले एउटा कुनै पनि समय लिगौं, जुन समय मैले 2082 साल माघ 4 गतेको लिएको छु र त्यो दिनको सूर्य उदय 6:57 रहेको छ। बच्चा जन्मिएको समय भनेको बिहानको 10 बजे बच्चा जन्मिएको छ। अब यो बच्चाको नक्षत्र पूर्वाषाढा रहेको छ है त। यो कसरी बनाउने, कसरी थाहा पाउने भन्ने प्रसंगहरू मैले अघिल्ला भिडियोहरुमा पनि असाध्यै क्लियरली तपाईहरुलाई जानकारी दिइसकेको छु। अब हामी जुन ठाउँमा पात्रो अथवा पञ्चाङ्गको जुन पेजमा जहाँ जसरी विंशोत्तरीय दशा गणनाय चक्रम भनेर जुन प्रसंगलाई हामीले स्पष्ट गरिसक्यौं अघिल्ला भिडियोहरुमा, ठिक सोही पेजमा योगिनी दशा गणनाय चक्रम भनेर हामीले यो देख्ने गर्दछौं। यो टेबलमा हामी सबभन्दा पहिला के देख्छौं त भन्दा मम, पिम, धा, भ्रा, भ, उ, सी, सम लेखेको हामी देख्छौं। यो भनेको के हो त भन्दा मंगला, पिंगला, धान्यका, भ्रामरी, भद्रिका, उल्का, सिद्धा, संकटा है त। सिद्धा, संकटा। यो संकटा कई ठाउँमा हामीले दुईटा कुरा बुझ्न सकिन्छ। यसमा संकटा र विकटा रहेका छन् भन्ने कुराहरु हजुरले बुझ्दै जानु होला। यसरी यो 8 भयो र विकटा पनि यहाँ लुकेको छ। यसरी 9 वटा योगिनीहरु रहेका छन्। अब यसको यो तल लेखिएको छ 1 2 3 4 5 6 7 8 क्रमैले लेखिएको छ। यो भनेको वर्ष हो। जहिले पनि मंगला योगिनी 1 वर्षसम्म चल्दछ, पिंगला योगिनी 2 वर्षसम्म चल्दछ, धान्यका 3 वर्ष, भ्रामरी 4 वर्ष, भद्रिका 5 वर्ष, उल्का 6 वर्ष, सिद्धा 7 वर्ष र संकटा र विकटा 4-4 वर्षको दरले चाहिँ यिनीहरु चल्ने गर्दछन् है। अब यो संकटा सिद्धिसकेपछि अथवा विकटा 8 वर्ष सिद्धिसकेपछि फेरि यो चक्र अगाडिबाट सुरु हुन्छ। फेरि मंगला चल्छ, पिंगला चल्दै चल्दै यसरी योगिनीहरु अगाडि बढ्दै जान्छ दर्शकवृन्दहरु। अब यसमा हामीले अर्को पनि मैले यो विषयलाई क्लियर गराउन चाहन्छु। यी योगिनीहरु भनेका ग्रहका श्रीमती हुन्, ठीक छ। अब कुन ग्रहका कुन श्रीमती हुन् भन्ने कुरा पनि हामीले अलिकति बुझ्यौं भने सजिलो हुन्छ। जस्तो मंगला भनेको चन्द्रमा ग्रहको श्रीमती, यसरी बुझ्ने गर्नुस्। पिंगला सूर्य ग्रहको है, बृहस्पतिको श्रीमती धान्यका, मंगलाको भ्रामरी, बुधको भद्रिका, अनि पछि गएर शनिको उल्का, शुक्रको सिद्धा, राहुको संकटा, केतुको विकटा भनेर हामीले बुझ्ने गरौं। यहाँ पनि मैले यदि बी पनि राख्दिएँ भने अलिकति सजिलो पनि होला है त। यसरी यो योगिनी र ग्रह र योगिनीको बीचको सम्बन्ध पनि मैले तपाईहरुलाई बताइसके र कुन योगिनीले कति वर्ष ओगर्दो रहेछ भन्ने कुरा पनि तपाईहरुलाई म जानकारी गराइसके। दर्शकवृन्दहरु, अब हामी यो 3टा रोमा लेखिएको छ, यो सबै नक्षत्र हो। 27 नक्षत्र यहाँनिर रहेका छन्। अब हाम्रो नक्षत्र कहाँबाट सुरु हुन्छ त भन्दा यहाँबाट सुरु हुँदो रहेछ। हेर्नुस् त 27 वटा नक्षत्र अश्विनी, भरणी, कृत्तिका, रोहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु, तिथ्य, अश्लेषा, मघा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी, हस्त, चित्रा, स्वाति, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्व भाद्रपदा, उत्तर भाद्रपदा, रेवती, यसरी 27 नक्षत्रहरु यहाँनिर यो टेबलमा राखिएको छ। अब सबभन्दा पहिला कुन योगिनीबाट बच्चा अगाडि बढ्नु पर्ने रहन्छ त है। ग्रहको प्रभाव कुन ग्रहको कसरी पर्दछ भन्ने कुरा त हामीले अगाडि विंशोत्तरीय दशा गणनाय चक्रममा जानकारी लिइसक्यौं। अब योगिनी दशा कुन दशा चल्दछ त भन्ने विषयमा सबभन्दा पहिला यसको लागि हामीले नक्षत्र चाहिँ थाहा पाउनु पर्ने हुन्छ। यो बच्चाको जन्मकालीन नक्षत्र भनेको पूर्वाषाढा रहेको छ। त्यही पूषालाई हामीले हेरौं कहाँनिर छ भन्ने कुरा। अब यहाँनिर पूषा पूर्वाषाढा यहाँनिर रहेछ। यसको सिधा माथि हेर्दै जानुस्, ल सिद्धा भन्ने योगिनी चल्दो रहेछ।
यो बच्चाको 2082 साल माघ 4 गते बिहान 10 बजे जन्मिएको बच्चाको नक्षत्र पूर्वाषाढा रहने गर्दछ। पूर्वाषाढा रहिसकेपछि यो बच्चाको जन्म समयदेखि 7औं वर्षसम्मको समयसम्म के चल्दो रहेछ त भन्दा सिद्धा चल्दो रहेछ। सिद्धा भनेको कसको श्रीमती हो? शुक्र ग्रहको श्रीमती हो। यो शुक्र ग्रह आफैमा सफ्ट प्लानेट हो। सिद्धा पनि त्यति नराम्रो भन्न मिल्दैन, राम्रो ग्रहको रूपमा, राम्रो योगिनीको रूपमा हामीले लिन सकिन्छ। अब सवाल हो, यो सिद्धालाई प्रतिबिम्बित गर्ने शुक्र जन्म लग्न कुण्डलीमा कहाँ कसरी बसेको छ, तदनुरूपको शैलीमा प्रेडिक्सनका कुराहरू, भविष्यवाणीका कुराहरू र त्यो बच्चालाई, त्यो व्यक्तिलाई पार्ने प्रभावको बारेमा यो एक खालको एउटा प्रेडिक्सन रहने गर्दछ। यो पछिल्लो पाटो भयो दर्शकवृन्दहरू। सबभन्दा पहिला अहिले हामीले अब पूर्वाषाढा नक्षत्र जन्मकालीन समयमा पूर्वाषाढा नक्षत्र प्राप्त गरेको त्यो व्यक्तिको, त्यो बच्चाको जन्म समयदेखि 7औं वर्षको समयसम्म अब सिद्धा चल्यो है त। अब जस्तो 7 वर्षको समयसम्म, 7 वर्षसम्म के चल्यो? सिद्धा चल्यो। त्यसपछि चाहिँ अब यतातिर छोडिदिनुस्, अब यताको यो चक्रलाई अगाडि बढाउनुस्, यो साइकललाई है, 7 वर्ष। त्यसपछि 7 वर्षपछि के चल्छ त भन्दा सङ्कटा चल्छ। 7 वर्ष सङ्कटा चल्छ। सङ्कटा भनेको मैले पहिला 4 लिनुस् भनेर भनेको छु। 7 4 11 वर्षसम्म, कहिलेदेखि? 7औं वर्षदेखि 11 वर्षसम्म के चल्यो त भन्दा सङ्कटा चल्यो। त्यसमा फेरि 4 जोडिदिनुस्, 15 वर्ष, कहिलेदेखि? 11 वर्षदेखि 15 वर्षसम्म के चल्यो? विकटा चल्यो है। यही तरिकाबाट फेरि अगाडि जोड्दै जानुस्। 15 देखि 16 वर्षसम्म फेरि मङ्गला चल्यो। 16 देखि 2 जोडिदिनुस्, 18 वर्षसम्म पिङ्गला चल्यो। 18 देखि 3 जोडिदिनुस्, 21 वर्षसम्म धान्यका चल्यो। हो, यो तरिकाबाट योगिनी, यसरी यो योगिनी चल्दो रहेछ भन्ने कुरा हामी चाहिँ स्पष्ट हुने अवस्था रहन्छ। अब यसरी कुन योगिनी चल्दाखेरि राम्रो नराम्रो आदि इत्यादिको विषयमा तपाईहरुलाई कन्फ्युजन छ भने नर्मल्ली के कुरा बुझ्नुस् भने हजुरको यो मङ्गला चल्दा, धान्यका चल्दा, भद्रिका चल्दा अनि त्यसपछि गएर सिद्धा चल्दा, सामान्यतया सिद्धा, भद्रिका, धान्यका र मङ्गला यी योगिनीहरू चल्दाखेरिमा चाहिँ नर्मल्ली राम्रै रहन्छ, त्यति ठुलो नराम्रो भन्ने अवस्था चाहिँ रहँदैन। अलि बढी च्यालेन्जिङ, अलि डर लाग्ने, कहाँ कसो के हुँदैछ त भनेर अलि डिपली जानुपर्ने बाध्यात्मक अवस्था कहाँनिर सिर्जना हुन्छ त भन्दा जब योगिनी पिङ्गला चल्छ अथवा भ्रामरी चल्छ अथवा उल्का चल्छ अथवा सङ्कटा या विकटा चल्ने गर्दछ, त्यतिखेर हामी अलिकति बढी सतर्क हुनु पर्दछ। दर्शकवृन्दहरू, आदरणीय दर्शकवृन्दहरू, आज मैले यतिखेर तपाईहरुलाई यो योगिनी दशा कसरी गणना गर्न सकिन्छ, बच्चाको सबभन्दा सुरुमा कुन योगिनी चल्दछ, त्यसपछि विभिन्न समयको कालखण्डमा कुन योगिनीले हामीलाई साथ दिइराखेको हुन्छ, कुन योगिनी अलि बढी च्यालेन्जिङ हुन्छ आदि इत्यादिको विषयमा तपाईहरुलाई मैले जानकारी दिइसकेको छु। आगामी दिनमा पनि यी र यस्तै ज्योतिषीय भिडियोहरू लिएर आउने वाचा गर्दै अहिलेलाई भने म तपाईहरुबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।